नमस्कार। नेपाल प्रहरी श्रीमती संघको 42औं वार्षिकोत्सवको अवसरमा यही सेवाभाव बोकेर सुरु भयो एउटा यात्रा मानवताको सेवाबाट। बनकाली स्थित मानव सेवा आश्रममा पुगेर वृद्ध वृद्धा तथा अशक्त आमा बुबाहरूलाई निशुल्क भोजन गराइयो। सायद एउटा छाक भोजन हाम्रो लागि सामान्य हुन सक्छ, तर कसैको लागि त्यही भोजन मायाको अनुभूति हुन सक्छ, आफ्नोपनको अनुभूति हुन सक्छ र एकछिनका लागि भए पनि हामीलाई सम्झने कोही रहेछ है भन्ने भरोसा हुन सक्छ। त्यसैले सेवा भनेको ठूला कुरा गर्नु मात्र होइन रहेछ, कसैको भोक मेटाउनु, कसैको अनुहारमा मुस्कान ल्याउनु र एक्लोपनमा कसैको साथ बन्नु पनि मानवताको सुन्दर रूप रहेछ। यही सेवाभाव अब मानिसबाट प्रकृतितर्फ फैलियो। भण्डारखाल जंगलमा वृक्षारोपण गरियो। आज रोपिएको एउटा सानो बिरुवा भोलि ठूलो रूप बन्नेछ, छाया दिनेछ, स्वच्छ हावा दिनेछ र आउने पुस्तालाई जीवन दिनेछ। मानवताको सेवा र प्रकृतिको संरक्षणसँगै यो सेवाको यात्रा पुग्यो पशुपतिनाथको पावन आँगनमा। दर्शनका लागि आएका भक्तजनका लागि निशुल्क पानी वितरण गरियो भने स्वास्थ्य सेवा पनि प्रदान गरियो। कसैको तिर्खा मिटियो, कसैको स्वास्थ्यको ख्याल राखियो र सेवाको एउटा सानो हातले कसैको दिनलाई सहज बनाइदियो। अनि जब दिन ढल्दै गयो, पशुपतिनाथको पावन आँगनमा एउटा दीप प्रज्वलित भयो। त्यो दीप केवल उज्यालो थिएन, त्यो 42 वर्षको सेवा यात्राको सम्मान थियो, मानवता र समर्पणप्रतिको प्रतिबद्धता थियो र अझ धेरै सेवा गर्ने एउटा नयाँ संकल्प थियो। दिनभर अरूका लागि समर्पित भएका हातहरू साँझ भगवान पशुपतिनाथको चरणमा पुगेर रोकिए। दीपको उज्यालोसँगै भगवान श्री पशुपतिनाथको आरती भयो र सेवाबाट सुरु भएको यो यात्रा आस्थाको उज्यालोमा आएर पूर्ण भयो। यो दीप सधैँ बलिरहोस्, सेवाको भावना सधैँ जीवित रहिरहोस् र मानवताको यो उज्यालो एक मनबाट अर्को मनसम्म फैलिरहोस्। नेपाल प्रहरी श्रीमती संघको 42औं वार्षिकोत्सवको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। धन्यवाद।